हेलो गाइज, हामी चाहिँ आज ट्यु क्रिकेट मैदानतिर जाँदैछौँ। आज बिहानको गेम चाहिँ 11 बजेको गेममा चाहिँ कर्णाली एक्स र के अरे हाम्रो यो लुम्बिनी लायन्सको चाहिँ गेम थियो र त्यसैमा चाहिँ कर्णाली एक्सले चाहिँ 12 ओभरमा चाहिँ गेम समाप्त गरेको छ के अरे। अनि हामी चाहिँ अब 3 जना ट्यु ग्राउन्डतिर जाँदैछौँ। अब आजको दिउँसोको म्याच चाहिँ काठमाडौँ गोर्खा PS विराटनगर किङ्सको चाहिँ हुँदैछ। हामी 3 जना चाहिँ जाँदैछौँ। यहाँको माहौल कस्तो छ के छ म हजुरलाई चाहिँ सबै भिडियोको मार्फत देखाउने छु। यहाँको माहौल चाहिँ यस्तो रहेको छ, मान्छेहरूको भिडभाड छ, कसैले व्यापार गरिरहेका छन्, कसैले झन्डाहरू बेचिरहेका छन् तलतिर। यहाँको हेर्नु मान्छेहरूको भिडभाड छ, यतातिर कसैले चाहिँ टिकट नपाएर यताउता डुलिरहेका छन्, कसैले चाहिँ यता व्यापार बिजनेस गरिरहेका छन्। यहाँ चाहिँ यस्तो गेमहरू खेलाइदिरहेछ, मान्छेहरूको भिड लागेको छ। यहाँ हामीहरूलाई पनि गेम खेल्न उहाँहरूले आग्रह गर्नुभएको थियो, तर हामीहरूले चाहिँ नखेलेर सिधा अगाडि बढिरहेका छौँ। हामीहरू ग्राउन्डतर्फ जाँदैछौँ। यहाँको माहौल यस्तो रहेको छ, चारैतिर भिडभाड छ, पसलहरू नास्ताहरू बेचिराख्नु भएको छ यहाँ साइडतिर। यहाँको माहौल देख्न सक्नुहुन्छ हजुरले। यहाँ पानीको बोतलहरू, झन्डाहरू बिक्री भइरहेको छ। हेर्नु यहाँ चारैतिर हुल मान्छेहरूको बाइकहरू हेर्नु यति धेरै छ। यहाँ पार्किङमा मान्छेहरूको हुल छ चारैतिर। यहाँ व्यापार गरिराख्नु भएको छ, चिया, मोमो, नास्ता, चाउमिनहरू पनि बनाइराख्नु भएको छ यता साइडतिर देख्न सक्नुहुन्छ। यहाँ चारैतिर पसलको माहौल मात्रै छ यतातिर। हामी चाहिँ अगाडि बढेर चाहिँ के हुँदैछ कस्तो हुँदैछ भनेर देखाउनेछौँ अगाडिको माहौलहरू। यहाँ देख्न सक्नुहुन्छ यहाँको माहौल यस्तो रहेको छ। हामी चाहिँ अब ट्यु ग्राउन्डतर्फ जाँदैछौँ, पुग्न लागिसकेका छौँ। अब यहाँ साइडमा पसलहरू, पान पसलहरूदेखि लिएर मोमो, नास्ता, चाउमिनहरू सबै पसलहरू चाहिँ यहाँ राखिराख्नु भएको छ। यता हाम्रो सुरक्षा गार्डहरू। आजको म्याच चाहिँ एकदमै राम्रो भयो र कर्णाली एक्सले चाहिँ 12 ओभरमा नै गेमको समाप्ति गरिसकेको छ। यो चाहिँ हाम्रो लागि चाहिँ एकदमै खुसीको विषय रहेको छ। यो कुरा चाहिँ अब यसरी नै जित्दै जाओस् र फाइनलमा पुगोस् भन्ने हाम्रो चाहना रहेको छ। हाम्रो साथीहरू चाहिँ 3 जना जाँदैछौँ हामीहरू। यहाँ देख्न सक्नुहुन्छ यहाँ गेटमा मान्छेहरूको हुल लागेको छ। यहाँ प्रहरी साथीहरूले कसैलाई पनि छिर्न दिनुभएको छैन। यहाँ देख्न सक्नुहुन्छ हजुरले सबैको टिकटहरू चाहिँ चेक गरिराख्नु भएको छ। उहाँले नभएकोलाई चाहिँ बाहिर फर्काइराख्नु भएको छ। हामीले पनि छिर्ने प्रयास त गरेका छौँ, तर हामीले चाहिँ छिर्न दिनु भएन। हामीहरू यत्तिकै बाहिर भौतारेर हिँडिरहेको छौँ। अब के हुन्छ यसपछि चाहिँ म हजुरलाई चाहिँ सबै भिडियोमा देखाउँछु। देख्न सक्नुहुन्छ अगाडि क्रिकेट ग्राउन्डमा चाहिँ ठुलो हुटिङको आवाजहरू आइरहेको छ। हामीलाई चाहिँ मन कस्तो लागिरहेको छ, बाहिरदेखि भित्र छिर्न पाएको जस्तो फिल भइरहेको छ हामीलाई। अब आज त भएन, हामी चाहिँ भोलि त छैन कि हो, पर्सि चाहिँ अवश्य छिर्नेछौँ। पर्सि हाम्रो कर्णाली र सुदूरपश्चिमको चाहिँ म्याच रहेको छ। पर्सि चाहिँ यहाँको माहौल चाहिँ ठुलो भव्य हुनेछ। हामी त्यो दिन चाहिँ छिर्नेछौँ जसरी भयो भने यहाँदेखि। त्यसको लागि हामीले चाहिँ टिकटको लागि चाहिँ भोलि नै कन्ट्याक्ट गरेर चाहिँ टिकट रेडी गरेर राख्नेछौँ पर्सिको म्याचको लागि। पर्सि चाहिँ हजुरहरू पनि आइदिनु होला। कर्णाली एक्सदेखि सपोर्टरहरू, हाम्रो कर्णालीको दाजुभाइ दिदीबहिनीहरू सबै आइदिनु होला। यहाँ देख्न सक्नुहुन्छ माहौल कस्तो छ। यहाँ भोटिङ आइरहेको छ, बाहिरदेखि हल्ला भइरहेको। हामीले चाहिँ यहाँ एकजना दर्शक भेटाइसकेका छौँ र उहाँसँग सोध्न चाहन्छौँ आजको यहाँ माहौल कस्तो रहेको छ भनेर। आज चाहिँ कर्णाली एक्सको गेम थियो र आज चाहिँ कर्णाली एक्सले एकदम राम्रो प्रदर्शन गरेको थियो र देख्न सक्नुहुन्छ यता ट्यु ग्राउन्डमा हामी चाहिँ टिकट नपाएर बाहिर बसिरहेको अवस्था छ। र अब चाहिँ हामी 24 तारिकमा चाहिँ टिकट किन्नको लागि आएका छौँ र अब 24 गते चाहिँ हामी हेर्नेछौँ। र उता प्रहरी साथीहरू पनि हुनुहुन्छ, यता थुप्रै मान्छेहरू हुनुहुन्छ। एकदम रमाइलो छ। भित्र चाहिँ धेरै रमाइलो भएको छ र हामी चाहिँ बाहिरबाट यतिकै मनोरञ्जन गरिरहेका छौँ र हामी दुःखी पनि छौँ। र आजको गेम चाहिँ हामीले हेर्न पाएनौँ र टिकट बुकिङ भइसकेको रहेछ पहिले नै। आज चाहिँ हामी एकदम दुःखी छौँ।
भन्नुपर्दा अब चाहिँ हामी 24 तारिकमा चाहिँ एकदम गेम हेर्ने एकदम आश लगेर आज चाहिँ हामी कस्तो छ टियु बाहिर के कस्तो छ अवस्था भनेर आएका थियौँ। एकैछिन यहाँ एउटा सर हुनुहुन्छ, उहाँलाई हामी सोध्न चाहन्छौँ के कस्तो छ आजको वातावरण यहाँको भनेर। यहाँ चाहिँ एउटा कर्णाली एक्सको चाहिँ समर्थक हुनुहुन्छ, उहाँसँग केही कुरा हामी सोध्न गइरहेका छौँ के कस्तो भयो आजको भनेर। आजको खेल चाहिँ प्रत्यक्ष रूपमा हेर्न नसके पनि मोबाइलबाट भए पनि मनोरञ्जन लाग्यौँ र खेल एकदमै उत्साहजनक थियो। टार्गेट पनि त्यति धेरै त थिएन, मिडियम थियो, तैपनि चेस गर्यो। अहिले चाहिँ कर्णाली एक्सले कस्ता खेलाडी भित्र्याएको छ? चाहिँ विदेशी खेलाडीहरू एकदम राम्रो फर्ममा छन् र राम्रै गरिरहेछन्। आज चाहिँ कर्णाली एक्सलाई चाहिँ टार्गेट लुम्बिनी लायन्सले टार्गेट कति दिएको थियो? टार्गेट चाहिँ 167 को दिएको थियो। राम्रै हो रन पनि, तर कर्णालीले राम्रो प्रदर्शन गर्यो। 12 ओभरमा गेम फिनिस गर्यो। एकदम राम्रो उत्कृष्ट प्रदर्शन। यस्तै खेलहरू फेरि दोहोरिरहन् हामी अपेक्षा गर्छौँ। आज चाहिँ कुन खेलाडीले एकदम राम्रो प्रदर्शन गरेको थियो र कस्तो खेल खेलिरहेको थियो र आज चाहिँ मार्कवाडले राम्रो शतकीय पारी खेले, उत्कृष्ट। ल देख्न सक्नुहुनेछ कुराकानी पछि चाहिँ हामी उता टियु मैदान देख्न सक्नुहुनेछ र हामी बाहिरबाट भए पनि अवलोकन गरिरहेका छौँ। हल्का हल्का देखिरहेको छ र एकदम आजको खेल चाहिँ एकदम राम्रै भयो भन्न चाहन्छु म। र आगामी दिनमा पनि हामीले जित्नेछौँ र हामी अझै अगाडि बढ्नेछौँ र कर्णाली एक्सलाई अझै अगाडि बढेको हेर्न चाहन्छौँ भन्ने हाम्रो यही अपेक्षा। र अब हामी चाहिँ फाइनल पुग्छौँ जस्तो लागिरहेको छ। र पहिलो गेम चाहिँ हार्यौँ हामीले। पहिलो गेम हारे दर्शकबिन तपाईँहरू देख्न सक्नुहुनेछ हामी रुखबाट भए पनि विराटनगर किङको र काठमाडौँ गोर्खाको म्याच हेरिरहेका छौँ। रुखबाट हल्का फुल्का देखिरहेको छ र अब आगामी दिनमा चाहिँ हामी टिकट पाउने एकदम आशमा छौँ र देख्न सक्नुहुनेछ थुप्रै मानिसहरू हेरिरहेका छन्, हामी पनि हेरिरहेका छौँ। ल यो रोडमा भएको के हो, यो चौका हो कि के हो हामीले बुझ्नै सकिरहेका छौँ। यतिकैमा चाहिँ हामीले चाहिँ म्याच भित्र ग्राउन्डभित्र छिर्न नपाएर चाहिँ हामीले चाहिँ अब रुमतिर फर्किँदैछौँ र हाम्रो के अरे हामीले चाहिँ दुईजना सरहरूसँग चाहिँ कुरा गरिसकेका छौँ र उहाँहरूको प्रतिक्रिया कस्तो लाग्छ हजुरहरूले चाहिँ लाइक कमेन्ट गर्न नबिर्सिनु होला। र यहाँको माहौल चाहिँ म फर्किँदाखेरि कस्तो माहौल छ बाटोमा हजुरहरूले चाहिँ सब कुराहरू देखाउँदै जानेछु के छ कस्तो छ भनेर। यहाँ हाम्रो सरजीले चाहिँ कुनै कुराको इसारा दिइराख्नु भएको छ मलाई चाहिँ। उहाँको भनाइहरू चाहिँ एकदम स्पष्ट र राम्रो रहेको छ। देख्न सक्नुहुन्छ अगाडिको दृश्य, यहाँभन्दा अगाडि कस्तो रहेको छ दृश्य देख्न सक्नुहुन्छ। यहाँ एकदमै सुरक्षाकर्मीहरू सरहरूले चाहिँ एकदमै टाइट गरिराख्नु भएको छ। यहाँको माहौल पहिलाको जस्तो छैन, यो वर्ष चाहिँ एकदमै माहौल चाहिँ कडा भएको छ। ल आज चाहिँ हामी म्याच हेरेर फर्किसकेका छौँ र म्याच एकदम उत्कृष्ट म्याच थियो र म्याच हेरेर फर्किसकेका छौँ र देख्न सक्नुहुनेछ यतातिर थुप्रै मानिसहरू यतातिर क्रिकेट ट्राई पनि गरिरहनु भएको छ। क्रिकेट यतातिर यहाँ चाहिँ काठमाडौँ गोर्खा VS चाहिँ विराटनगर किङ्सको चाहिँ गेम भइरहेको छ र कसले जित्छ हजुरले चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला। अहिले चाहिँ म्याच भइरहेको छ, हामी चाहिँ भित्र छिर्न नमिलेर चाहिँ हामीहरू निस्किसकेका छौँ र हामीहरू चाहिँ रुमतर्फ जाँदैछौँ। यहाँको माहौल बाटोमा कस्तो छ के छ भनेर हामीहरू हजुरलाई चाहिँ सबै भिडियो मार्फतहरू देखाइरहेको छौँ र हजुरले चाहिँ यो भिडियो सेयर गरेर चाहिँ भिडियो हेरिदिनु नमर्ने होला हजुरहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु। यो भिडियो जति सक्दो सेयर गरिदिनु होला र यहाँको वातावरण कस्तो छ के छ भनेर हजुरलाई मैले देखाइरहेको छु। यहाँको माहौल हेर्नु यस्तो रहेको छ। यहाँ चाहिँ पसलहरू देख्न सक्नुहुनेछ। यहाँ आज चाहिँ हामीले पान पनि किनेर खाइसकेका छौँ र एकदम रमाइलो भयो, एकदम मिठो हुने रहेछ। जिन्दगीमा पहिलोपल्ट खाइयो पान पनि। अब चाहिँ हाम्रो सरजीले चाहिँ पान पहिलोपल्ट खाएको चाहिँ कुरा व्यक्त गर्नुभयो। यो कुरा चाहिँ एकदमै कमेडी रहेको छ र यसमा हाँसिदिनु होला सबैले। हेर्नु यहाँको वातावरण चाहिँ यस्तो रहेको छ। यहाँ साइडमा चाहिँ हाम्रो अङ्कलहरूले चाहिँ यता साइडमा पसल गरिराख्नु भएको छ। देख्न सक्नुहुन्छ यहाँ चारैतिर आगो बालेर यहाँ पसल गरिँदैछ, ठाउँ ठाउँमा आगो बलिरहेको छ। यता देख्न सक्नुहुन्छ मोमोहरू बिक्री हुँदैछ, साइडमा पसलहरू हेर्नु देख्न सक्नुहुन्छ। यहाँको माहौल यस्तो रहेको छ। ठाउँ ठाउँमा पसलहरू नास्ता पसलहरू यहाँ खोलेर हाम्रो क्रिकेट हेर्नुहुने दर्शक महानुभावहरूको लागि चाहिँ यहाँ नास्ताहरूको पनि व्यवस्था गरिएको छ छेउछाउमा देख्न सक्नुहुन्छ। हजुरले चाहिँ भोक लागेको खण्डमा चाहिँ यहाँ आएर नास्ता पनि खान सक्नुहुन्छ। हामीहरू चाहिँ यहाँदेखि अब बिस्तारै रुमतिर जाँदैछौँ। यहाँको चारैतिरको माहौल देख्न सक्नुहुन्छ। यहाँ चौरमा यस्तो
चारैतिर पसलहरूले चाहिँ घेरिएको छ चौर। यहाँको माहौल देख्न सक्नुहुन्छ, पछाडिको माहौल कस्तो छ यो दृश्य देख्न सक्नुहुन्छ। हामी चाहिँ पान खाँदै चाहिँ हिँडिरहेका छौँ। यहाँको माहौल देख्न सक्नुहुन्छ, चारैतिर पसलै पसल छ। ल यता चाहिँ देख्न सक्नुहुनेछ एकदम बाइक अनि कारहरू एकदम राम्रो व्यवस्थित तरिकाले चाहिँ यहाँ पार्किङ गरिएको छ र एकदम अघिल्लो सिजनको भन्दा एकदम सही ढङ्गले चाहिँ पार्किङ गरिएको छ र सही ढङ्गले खेल पनि भइरहेको छ। र म के भन्न चाहन्छु भने यो क्रिकेट चाहिँ लाइट पनि एकदम राम्रो छ होइन। लाइट पनि अघिल्लोचोटि लाइट पनि थिएन, योचोटि लाइट पनि छ होइन, एकदम राम्रो छ। यता देख्न सक्नुहुनेछ उता व्यवसायहरू होइन, व्यापार व्यवसायहरू पनि भइरहेको छ र